हेलो नमस्ते वेलकम ब्याक सबैजनालाई आज चाहिँ फेरि पनि नयाँ भिडियोमा अनि आज चाहिँ हाम्रो इन्ट्रेस्टिङ भिडियो चाहिँ भनेको थम्बनेल एन्ड टाइटल देखेर थाहा पाइसक्नु भयो होला अनि हामी चाहिँ अब स्पेसल्ली चाहिँ केकको लागि अर्डर गर्न लागिरहेछौँ के कस्तो छ अनि के विदेश चिन्ह लेखियो कर्ममै हो त होइन अब त्यही हो बुढो होइन राम्रोसँग जाऊ मन नदुखाऊ बुढो तिमी टाढा गए पनि मनमा हुनेछौ हाम्रो होइन कमाउनु नरमाउनु पछि रमाउला होइन यही हो एकदमै हामी चाहिँ अब केकको लागि अर्डर गर्दैछौँ सबैजना आउनुहुन्छ कमाउनु गएको मान्छे फेरि होइन केटीसँग नलाग्नु यताउता के कामको लागि गएको त्यो राख्नु मनमा राम्रोसँग गर्नु अरू त छँदैछ नि केटाहरू भन्ने मनमा होइन भेट्नुपर्छ छिट्टै फेरि त्यस्तो है केटाकेटी हो सबैजनाको पालो आउँछ कोही ढिलो कोही चाँडो होला ल सबैजनालाई चाहिँ अब त्यही हो सबैजना सेफ होला आरामै होला भनौँ न होइन त्यही हो अब चाहिँ हामी केकतर्फ जान्छौँ है त केक सेक अर्डर पनि गर्नु छ अनि अर्डर पनि गरौँ है केक लिन आइसकेको छौँ भित्र जान्छौँ कम हामी चाहिँ केक लिन आइसकेको छौँ हेलो कोही हुनुहुन्छ होला के गर्छु कस्तो खाले केक लिन्छौँ पहिला ल गाइज हामीले चाहिँ यहाँनिर टोकन सोकन काटिसकेको छ टिकट सिकट है हामी चाहिँ निस्किसक्यौँ त्यहाँ केटाहरू बस्दैछ बुढोलाई चाहिँ थाहा छैन कि हामीले केक सेक लिएर आउँदैछौँ भनेर केटाहरू चाहिँ त्यहाँनिर यतिकै अब गफसाप होइन यसो केटाहरू इन्जोय गर्दैछ हामीले चाहिँ बुढोलाई केक चाहिँ सरप्राइज दिनला हाम्रो तर्फबाट है सबैजना मिलेर अनि प्रस्तुत चाहिँ राइडर एकदम ल केटा हो यस्तै हो अब सानो तिनो माया हाम्रो बुढोको लागि होइन टाढा भयो नि माया मनमा हुनेछ केटा हो त्यति हो ल है त त्यही भन्दै अब केटाहरू गएर ठाउँमा भेटौँ है त ल 2000 years later हामी केक तर्फ लिन लागिसकेको छौँ होइन उता चाहिँ केही पनि थाहा छैन है गाइज हामी चाहिँ अब केक लिनतर्फ लाग्यौँ है च्याट लाएर अब केक बेकरीमै गएर भेटौँला है आइसकेको छौँ बेकरी च्याट लाएर हाम्रो रेडी भयो त है खोइ थ्याङ्क यू है दाइ एकदमै हाम्रो चाहिँ यहाँ दाइले यसो हाम्रो यहाँ टिलिन्टार अगाडि टोकरी बेकरीमा र लिङडानिर है ल त्यो केटा अब केक लिएर जान्छ हामी च्याकको लगाएर हाम्रो चाहिँ केक सेक साबुन स्प्रेस सब आइसकेको छ राइडरले चलाउँदैछ यहाँ पारेर अब चाहिँ हामी जाँदैछौँ है लेन्सको पारेर हात खाली छैन केटा हो त्यही भएर जाँदैछौँ है हतार बुढोलाई सरप्राइज दिनुपर्छ केही पनि थाहा छैन ल त्यति भन्दै चलिदिनुपर्छ केटा हो ल है त सबैजनालाई यहाँ भिन्जुनामा हो सबजना भित्र छ होइन ग्याङ ग्याङ यता देखा यताबाट के यहाँ राख्ने हो है यो चाहिँ हामीले भर्खर लिएर आइसक्यौँ त्यो चाहिँ कहाँ गएर ल देखाइदिनु जुम गरेर त्यो ब्लग बाल अलिकति खोल्न यो चाहिँ अलिकति खोल्न केक देखोस् स्प्रे यो सामान त ल गाइज हामी चाहिँ है गर्दैछौँ स्प्रे एउटा गर्छौँ पाउन्ड हो त्यसकै 900 यो यतिको निभिहाल्छ क्या रोक भाइ मसँग छ त त्यो लाइटर बल्छ त ए ल नाइस यहाँ चाहिँ देखाउनु न यहाँ चाहिँ ओ यो त खतरा बल्ने रहेछ नि त लाइटर होइन हामी चाहिँ यसरी सरप्राइज दिँदैछौँ है गाइज यो चाहिँ भन्दाखेरि है भन्दा चाहिँ के ल के भन्ने हो मिस यु सुड डु हाम्रो हेभ सेफ हामीले त्यहाँ गएपछि हेभ सेफ फ्लाइट भन्ने भोलि है बुढो राम्रोसँग जानु दुःख गर्नु है यस्तै हो ढिलो चाँडो हुन्छ होइन हाम्रो पनि पालो आउँछ त्यो निकाल्न पऱ्यो एउटा ल ग्यासमा त गएको गए भयो उता अर्को एउटा उता एउटा छ चाहिँ उता यसले कस्तो बोलिदिरहेको पछाडि बोक्यो भने हेलमेट बोक्नु ल भिडियो बनाउनु नि
केक बाँड्नु ल गाइस दोस्त यो हटाइदिउँ भन्दा नदिएको भिन्छु न दाइ यता हेरिदिनु पर्यो दाइ के कस्तो लाग्यो दाजुको यहाँ भनिदिनु पर्यो मेरो टाढो लाग्यो के लाग्यो चट्टा जापान जाँदैछु होइन तिमीहरू के गर अब मलाई त्यहाँ जापान गएछ याद त आउँदैन मान्छेहरूको ओ दाइ सुन्दै हो कि नै ओ त्यहाँ जापान गएपछि जापानिज मिलाइदिने मलाई ल बाचा भयो तपाईँ र मेरो दिल जापानिज के मिलाइदिनु क्या मलाई तपाईँले गएर त्यहाँ मलाई जापानिज मिलाइदिनु पर्यो क्या डेली आउनु पर्यो $1 साबुन लुगा धुनु पर्यो $1 साबुन है अजु दाइले के माग्छस् म हजुर दाइलाई दाइ मलाई के दिनु हुँदैन मलाई के चाहिँदैन जे भयो नि एउटा के हजुर मलाई के चाहिँदैन हजुर गएपछि ब्लड चाहिँ आज दिनु पर्यो केटा यस्तै हो केटाहरू यो खाएको है ल केटाहरूसँग चाहिँ ल है तिहारको माल रहेछ च्याक्क लाएर तिहारको माल जलाउनु ला है ल हो नि त तिहारको माल जलाइदिने नि त अब चलाइदिने ल अब जलाइदिउँ है त ल तिहारको माल जलाइदिउँ भोलि भेटौँला है सिधै ल सिधै भोलिको आउँछ है यो भिडियो ल गुड मर्निङ गाइज अब चाहिँ हामी एयरपोर्टतर्फ जान लागिरहेछौँ है हाम्रो चाहिँ क्याब बुक भइसकेको छ अनि के छ दाइ सब ठिक छ यार भाइ अब चाहिँ दाइलाई पुऱ्याउनु जानुपर्ने हुन्छ हामीले है कति बज्यो अहिले दाइ हेर्दा हेर्दा के अरे हामी सँगै डुलेको खाएको मान्छे पनि विदेश लाग्दै हेर भाइ ल अब हामी चाहिँ ट्याक्सीमा भेटौँला है त हामी चाहिँ चढिसकेको छौँ ल दाइ बिस्तारी हामी चाहिँ लगाइसकेको छौँ है च्याक्क लाएर अब हामी चाहिँ हिँडिसकेको छौँ त्यही हो दोस्त अब हामी अहिले आएपछि कुरा गरौँ न नि ल है गाइज हामी चाहिँ लागिसकेको छौँ त्यही हो अब एयरपोर्ट जान्छौँ बुढोलाई बिदाई गर्छौँ खाता किन्न बाँकी छ अब त्यही बाटोमा किन्छौँ है त्यही हो केटा हो इन्जोय गर लाइफ कुन बेला दुःख गर्ने सिचुएसन आउँछ दुःख गर त्यही हो है केटाकेटी हो यति भन्दै दादाले अब सिधै अब बाटो देखाएर अब सिधै बुढो भाटा भेटौँला है त अनि बुढोलाई बिदाई गर्नुपर्ने हुन्छ हाम्रो है त यति भन्दै अहिलेलाई उतै गएर भेटौँला एउटा दिनु त एउटा यो दिनु निलो दिनु नि ल धन्यवाद है ल बाबु वेलकम ल एउटा ल केटाकेटी हो अब चाहिँ हामी एयरपोर्ट गेट आइपुग्ला है अन्त दाइ चाहिँ गेटमा अब आइपुगेर त्यहाँभित्र छिरेर बुढोलाई कन्ट्याक्ट गरेर भेटेर बिदाई गर्नुपर्ने हुन्छ त्यही हो मैले भनिरहेको छु होइन यो भिडियोमा चाँडो होला तर पालो चाहिँ सबैको आउँछ जाने प्रोसेस गर्दै हुन्छ भने नातिनु सबको पालो आउँछ है त यति भन्दै अब फेरि गएर भेट्नु यो चाहिँ सर्चिङमा सर्चिङमा गाई च्याक्क लाएर हो कि क्या हो भिडमा आफै हराउला जस्तो लाग्यो कस्तो फ्ल्यास बोलाएर रुख ल के छ मेरो दाइ आउँदै हुनुहुन्छ नमस्ते आन्टी नमस्ते ढोकरे है नमस्ते अङ्कल सन्चै हुनुहुन्छ है अनि मेरो दाइ कतिको एक्साइटिङ हुनुहुन्छ बबाल रुन त लाग्दैन नि तपाईँ ए म पनि रुइदिनुपर्छ है के अब ल यति हो के दाइलाई भेट्छौँ एकछिन बसेर जान्छौँ लास्ट डे अन नेपाल फोटो खिच्नु ओ बाबु दस फोटो खिचिदिउँ न एकदम सही फोटो खिच्नु हाम्रो चाहिँ ड्याड सन चाहिँ एकदमै लगाइदिँदै वो है वो है ल ड्याड सन माया है यो चाहिँ ल है भिडियो बनाइदिनु न बाबु जस म नै खाएर लगाइदिन्छु
भिडियो फोटो खिचा भिडियो भइरहेको यसको स्क्रिन अफ हो नि शुभ यात्रा है आफ्नो ख्याल राख्नु यता चाहिँ अन्दाइ अनबक्सिङ गरेर अनबक्सिङ यो चाहिँ मेरो एकदम दाइले यो चाहिँ फोटो चाहिँ फाल्नु हुँदैन एकदम सफा राख्नुपर्छ गोजीमा राख्नुपर्छ गोजीमा यो चाहिँ अब चाहिँ मेरो आशिष चाहिँ मेरो दाइलाई एकदम मेरो दाइलाई चाहिँ के आशिष लागेछ भने होइन एकदमै जहिले पनि असल मान्छे बन्नु पर्यो एकदम राम्रो बन्नु पर्यो दाइ जहाँ पनि मेरो दाइ सधैँ त्यही हो मेरो दाइलाई यति भन्दै होइन अर्को ठाउँमा त दुःख हुन्छ नि त ल मेरो दाइ बेस्ट अफ लक हेभ सेफ फ्लाइट मेरो दाइलाई है फोटो खिचा न पछि भेट भइहाल्छ होइन भेट भेट भइहाल्यो नि है ल रुइदिने यार कोही त हाम्रो ग्रुपमा नि रुइदियो भने कोही त हाम्रो ग्रुपमा नि ओ बाबु दोस्त ल कलमा रहेछ रुइदियो यार भाइ एकदम सो स्याड मुमेन्ट है गाइज जन्मदिनु भयो हाम्रो आन्टीले जन्मदिनु भयो हुर्काउनु भयो अब हामीको पछि भेटेको साथीभाइहरू त अब उहाँको त छोरो होइन आफ्नो रगत भनेपछि त होइन त्यही भएर आन्टी चाहिँ हल्का भावुक हुनुहुन्छ पनि ठिक छ छोरो त हो जाँदैछ अर्काको ठाउँमा होइन ल ड्याड सन इन है ल ड्याड सन इन द एयरपोर्ट हो कि ल है एकदम सही त्यही हो अब एकछिनमा अब बिदाई गर्नुपर्ने हुन्छ अब सबै उता गएपछि भेटौँला है आजको लागि यति नै है अब के कस्तो लाग्यो कतिलाई के हो अब सेफ फ्लाइट मेरो दाइ अब सधैँभरि खुसी राम्रो देख्न पाऊँ यदि भन्दै यो भ्लगलाई आजको लागि इन गर्दै सबलाई बाई बाई